दिव्य छाया मन्दिर। दिव्य छाया मन्दिर हरिओनमा थियो। हरिओनमा आमाको नाम दिव्यश्वरी। आमाको नाममा सिनेमा हल थियो। खाइदिए बहिनीले खाइदिए। कसले? बहिनीले कान्छी बहिनीले। कति जग्गा अहिलेको केही नआए पनि 10 करोड आउने दिनेशले दिन्छु भनेर हाम्रो 10 कट्ठा जग्गा चाहिँ उहाँले खाइदिनु त भोलि मलाई घरमा आएर गाली गर्छन् जे भन्नुपर्छ आफै ब्याङ्कमा थियो उसले निकाल्ने अच्छा ब्याङ्कमा थियो। ब्याङ्कको कति लोन थियो? कति थियो मलाई थाहा छैन कि त्यो लगभग 20 लाख थियो लगभग। अनि त्यो ब्याङ्कको लोन उहाँले तिरेर अनि उहाँले लानुभयो। लाने लगे पुगोस् चाहियो अरू दिने अनि बुवाहरूले यसमा तपाईँलाई सपोर्ट गर्नु भएन? बिचारा कति गर्नुभएको जग्गा फिर्ता गरिदिया हो। अब आफ्नो लिने जग्गा फिर्ता गरे भन्दा न ल उहाँहरूले त यसो उसो भइरहेको छ त्यो चलिरहेछ। त्यो अमेरिकामा बस्नेले चाहिँ हामीलाई फिर्ता गर्दै हुन्थ्यो। मेरो कान्छो देवरको अहिले नाकाबाट पाइप लगाइरहेछ। भरे जाने हो कि भोलि जाने हो थाहा छैन। एकदम बिजोको अवस्थामा हुनुहुन्छ। मेरो देउरानीलाई बिचारा धेरै दुःख छ। अहिले रोएर बसेकी छन् होला। बुढो धेरै बिरामी हुनुहुन्छ। कहाँबाट पैसा ल्याउने कहाँबाट खर्च गर्ने। उसको पनि 2टा छोरी नाति जन्मिएको छ। उहाँ बुढो त्यस्तो अवस्थामा भए पनि दुःख पीडा कति सहाय होला कति खप्या होला कति बिजोग होला। त्यति भयो नि उनले त्यति 10वटा जग्गा चाहिँ जहाँ जस्तो अवस्थामा भए पनि त्यति चाहिँ फिर्ता गर्नु। यो कार्यक्रम हेरिसकेपछि उहाँको मन पलायो पग्लियो र उहाँले दिनुभयो भने त्यो आधी बाँड्नुहुन्छ नि? उसलाई पनि आधी हामीलाई पनि आधी। अब ऊ पनि बुहारी हो म पनि बुवा हो। तर यो बिचमा मैले नबुझेको कुरा चाहिँ नि जस्तै तपाईँको सम्पत्ति बहिनीले लानुभयो बेच्नुभयो होइन। अनि यो त छ त कानुन छ होइन प्रहरी प्रशासन छ। उजुर बाजुर गर्दाखेरि पनि त्यसको केही समस्याको समाधान झुकेर गएको सही बुवालाई झुक्याएर सही गराएर त्यसपछि पनि त उजुर बाजुर गर्दा हुन्थ्यो नि त। उहाँले फिर्ता गर्छु भन्दा भन्दै नि कसरी उजुर हाल्नु दिन्छु भनेको छ। फेरि पछि मिलाउँछु पनि भनेको छ। कसरी